के अस्ति कसैले सम्झिन्नन् मलाई भनेर मैले भिडियो मात्रै हालिदिएको थिएँ। थुरुरुरुरुरु कामेर सामानै पठाइदिइसक्नु भयो आन्टीले र मम्मीले। दाङबाट आज सामान आउँदैछ, म फेरि लिन जान लाग्छु होलेरी। हिँड्दै हिँड्दै यस्तै काम्नु पर्यो के। अनि कहिले भन्यो फोनै नगर्ने, अनि फोन गरेपछि फेरि सामान घुइकाइदिइहाल्ने। हेर्नुहोस् यस्तो पुलदेखि हिँड्दै जान्छु म, थोरै म त्यस्तो बाटोबाट हिँड्छु। म त्यस्तो बाटोबाट हिँड्दैन नि। फेरि यो बर्कीलाई हेरेर फेरि घर बस्ने बेला नि यही बर्की हुन्छ, पर जाने बेला नि यही बर्की हुन्छ भनेर नसोच्नु होला। किनकि कपडा टाल्याएको भए पनि सफा हुनुपर्छ अरे के, त्यही भएर नगिलाउनु होला ल साथीहरू। हजुरहरूले धेरै नै गिलाउनुहुन्छ मलाई नगिलाउनु होला। अनि अब के गर्नुहुन्छ त, मेरो यस्तै छ हालत ल नि। अब बर्की छन् र बाख्ला छन्, यो गर्मीमा कसले बाख्लो बर्कीले बोक्छ, त्यही भएर यही बर्कीले बोकेको। नगिलाउनु होला, जहाँ पनि यही बर्की हुन्छ भनेर। किनकि कपडा सफा हुनु पर्यो के, जहाँ जाउँ भए पनि। त्यही हो मेरो भन्नुको मतलब। नराम्रो नसोच्नु होला ल। टाटा बाई बाई। भोलि देखाउँछु म के सामान आछ भनेर है।